यो पनि भन्के पुग्यो। लु गाइस देख्नु सक्नुहुन्छ हाम्रो खुलाल भाइलाई हैन। खुलाल भाइ चाहिँ आज खेततिर आउनु भएको रहेछ हैन। लु भन्नुहोस् त के छ त खेतीपातीको के हालचाल छ त आजकल हैन। एकदम हाइलाइटमा हुनुहुन्छ आजकल है। भिडियो सिडियो हालिराख्नु भएको छ हो। एकदम कोही बेला मकै गरेको देखाउनुहुन्छ, कोही बेला पानी हालेको देखाउनुहुन्छ, कोही बेला खनेको, कोही बेला रुख काटेको देखाउनुहुन्छ हैन। यसमा चाहिँ के भनाइ छ त यो यसो यो तपाईको साइडमा के अरे तोरीको खेत रहेछ हैन यो पालि हैन हैन। त्यही हो तपाईँ अब आफै हेर्नुहोस् हैन खेती। अब यो चाहिँ मकैको घाँसको लागि लगाएको थियो नि, मकै घाँसको लागि लगाएको थियो। यहाँ तोरी चाहिँ यो बिजन सागको लागि छरेको थियो तोरी हैन। तपाईँहरूलाई देखाइरहेको छु मैले, बेलामा तपाईँ हेरिराख्नु भएको छैन। अस्ति पनि तपाईँलाई मैले देखाएको छु हैन। त्यो तोरी सागको लागि लगाएको थियो। अब साग हामीले टिप्नु सकेनौँ, मम्मी बिमारी आमा बिमारी भएकोले गर्दाखेरि। त्यही कारण यो तोरी अब फुल्नु थाल्यो। अब यो अलिअलि दबाई त हालिदिएको छु मैले, यो बिजन हुन्छ कि भनेर सोचिरहेको छु। तपाईँलाई मैले बेला बेला मकै त देखाइरहेको छु। उहाँ हेर्नुहोस् मकै बेला बेला मैले मकै त देखाइरहेको छु। अस्ति मैले त्यो गोडे पनि अनि गोडेर मैले उयो के अरे युरिया हालेको छैन भनेको थिएँ होइन। युरिया हालेको छैन यसमा मैले। अनि तपाईँले धेरैजनाले भन्नु पनि भयो होइन। अनि यसमा के गर्नुभयो कसो गर्नुभयो भनेर तपाईँले मलाई सोध्दै हुनुहुन्थ्यो। अनि मैले अस्ति गोडिसकेर घाँसको दबाई हालेर घाँस मारे। हेर्नु घाँस छैन, यहाँ एउटा पनि घाँस छैन। अब कलिअलि पलाउँदैछ कराउँदा मैले घाँस मारेर अनि यसमा मैले फेरि मैले हलो ताने। ड्याङ पनि छ। हलो किन तानेको भन्दाखेरि चाहिँ यो हलो भएपछि चाहिँ यो माटो हतपत सुक्दैन होइन। माटोहरू सुक्दैन। यहाँ हेर्नुहोस् यो अलिक गहिरो गहिरो भयो होइन। यो गहिरो भएपछि चाहिँ यो मकैलाई ड्याङलाई चाहिँ अलिकति के अरे यो हिन्दीमा उयो भन्छ नि बेड भन्छ। यो बेड अलिकति यो भएपछि चाहिँ यो मकै चाहिँ अलिक चिसो चिसो भन्छ। किनकि यो बगर माटो हो नि त। यहाँ आफै हेर्नु न यो माटो कस्तो सुक्खा छ। यो माटो यसो सुक्खा छ होइन। त्यही कारण यो छिटो सुकिहाल्छ। यो सुकेको गर्दाखेरि चाहिँ यसलाई मैले पानी के अरे यो हलो तानेर बेड बनाएको। अनि यो के अरे यो पानी मैले अस्ति भर्खरै पानी हालेको छु कि। यो अस्ति भर्खर पानी हालेकोले गर्दाखेरि अब अलिक हरियो छ। यसमा अब 2-4 दिन पछाडि अब युरिया हालिदिन्छु। अलिक आज 2 दिन भयो होइन। भोलि 3 दिन हुन्छ होला। म पर्सितिर माटो कस्तो रहेछ माटो अलिक किनकि पस्दा हुने र भोलि म भ्यायो भने भ्यायो, भएन भने पर्सितिर म युरिया पनि हालिदिइहाल्छु होइन। मकैको चेहरा हेर्नुहोस् गाइस कस्तो छ। तपाईँहरूले कसरी गर्नुहुन्छ, तपाईँले के गरेर गर्नुहुन्छ कमेन्टमा भनिदिनुहोस् होइन। मेरो तरिका कस्तो छ होइन। मेरो तरिका अब तपाईँहरूलाई सबैको तरिका मिल्छ मिल्दैन थाहा छैन होइन। मेरो तरिका अब यस्तै हो। मैले तपाईँ देखाइरहेको छु बेला बेला मकै। अब यतिकै छ। अब यहाँ चाहिँ अलिक चराले पल्टाएर हो कि के हो पातलो पातलो देखिँदैछ। तर बिउ त फेरि सानो उम्रिँदैछ होइन। फेरि अब राम्रै हुन्छ होला। देखिए दोस्तों ये गाय के लिए ये पॉल ले जाने के लिए घर में ये रस्सी है। ये यहाँ पर पॉल का जाक है। क्योंकि घर से दूर होने से क्या करें, घर से दूर होने से तो थोड़ा असुविधा तो होता ही है। अब इस घर में तो पॉल नहीं है, अभी यहीं पर रखा है क्योंकि गाय भैंस को तो घास खिलाना ही पड़ेगा, पॉल खिलाना ही पड़ेगा। अभी हम लोग तो खाते हैं और गाय को भी तो खिलाना ही पड़ेगा। क्योंकि मैं टाइम में आप लोग को वीडियो तो नहीं दे पा रहा हूँ उतना, उसमें आप लोग उतना दुख मन मत करिए। मैं आप लोग के लिए सोच रहा हूँ थोड़ा किसी एग्रीकल्चर थोड़ा नॉलेजिंग वीडियो डालूंगा बोल के। मेरा टाइम ही नहीं मिल रहा है। मैं आप लोग के लिए नॉलेजिंग वीडियो बहुत जल्दी वीकली एक नॉलेजिंग वीडियो लाऊंगा। अब मैं सोच रहा हूँ कि आप लोग को एक डेली नॉलेजिंग वीडियो लाऊंगा बोल के सोच रहा था। अभी जैसे टाइम ही नहीं मिल रहा है। आप लोग को मैं ज़्यादा नहीं हुआ तो वीकली लाने की कोशिश करूंगा और आस्ते आस्ते रेगुलर भी नॉलेजिंग वीडियो लाने की कोशिश करूंगा। यही है गांव की जिंदगी। देखते रहिए, जुड़ते रहिए। साथीहरु आज खेतमा मल छर्नु आएको छ। हिजो लगभग छरिसक्यो हैन। हिजो अलिकति उतापट्टि पानी हाल्ने भएकोले गर्दाखेरि मल छरिसकेन। अब आज अलिक मल छर्नु पर्ने छ। मल छरेर तरु रोप्नु पर्ने। सबैजनाले तरु रोपिसके। आज मल छर्ने